महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। ल भयो फेरि फुल हातमा लिइराख्नु हजुरले त्यहाँ लिएर बस्यो हुन्छ बाबु नानीले पूजा गरेपछि भित्रेन वेदरमे तरमे विद्रेखन ओम यावत् जाम करोमि तावत् सुप्रसन्न वरदो हव। ल ल भाउजूलाई परिच ल छोइराख्नु हजुर एकदम सुन्नुहोस् ल। हरि ओम तत्सत् 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 विष्णु 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 श्री भगवतो महापुरेश्य हे पञ्चबली आत्रे गोत्र मातेसम आहनु नाम रमावनो आहनान राशिक नाम सन्दन यथा नानी समातु सपत्नी सपुत्र सपुत्री सपौत्र सपौत्र आदि पुत्र जाया भ्रात्र जाया सभगिनी सपरिवार सर्वारित शान्ति तदङ्गतया विशेषदा मनकांक्षा स्थित्यर्थम र पञ्चबली हंस कपोत छाग महिष कुटकुट पञ्चबली पूजन पूर्वक पूर्वे सूर्यनारायण आदि देवताभ्यो नमो नमः पूजन पूर्वक आग्नेये अग्निवर्णाभ्यां नमः दक्षिणे समस्त पितृदेवताभ्यो नमः नैऋत्ये नरनारायणाय नमः पश्चिमे अष्टदिक्पालेभ्यो नमः प्रसादं दोष निवारणार्थं ध्यशुचि निमित्तार्थं तदग्नतया विशेष श्रुतिमति प्लवाब्दे अद्यः गौ अभाव द्रव्य पूजन पूर्वक तदङ्गतया विशेषता महाकाली महालक्ष्मी महासरस्वती त्रैविग्रह भवानी देवी प्रसन्न हृदये यावदुदां करोमि तावत् सुप्रसन्नो भव सर्वदा। ओम नमो भगवते ऐं ह्रीं क्लीं चामुण्डायै नमः। क्रोधनाशाय चण्डिका सम्पूर्ण अरिष्टदशा शान्ति सबैलाई कल्याण गराउने सबैलाई सद्बुद्धि दिने सबै परिवारलाई आरोग्य बनाएर सत्कर्ममा प्राप्ति गरेर विद्या हासिल गराउने यस्ती महाकाली महालक्ष्मी महासरस्वती हे माताजी हजुरलाई नमो नमः यावत् नाम करोमि तावत् सुप्रसन्नो वरदो भव। पूजा गर्नु भगवतीको र मन्त्र है ओम ऐं ह्रीं क्लीं चामुण्डाय विच्चै नमः। हजुरहरूले जतिखेर नि भगवतीलाई जुन टाइममा नि आफ्नो घरमा पनि बाहिर जाँदाखेरि पनि
दर्शन गर्नका लागि पाउ दर्शन गर्नका लागि हामी सबै परिवार आइएको छ। अज्ञानेन कृतं पापम सज्ञानेन विनश्यति। नजानी नजानिकन मैले गल्ती गरेको छु भने प्रायश्चित्त गरेको छु। यदि जानेर कहीँ बाटो हेराइयो भनेदेखि फल प्राप्ति बाटो पाइँदैन भनेर भनिएको छ भन्ने शास्त्रले बताएको छ। आमा हजुरलाई नबोलमा सबै हजुरका परिवार हुन्। हजुरलाई तुक्यो महाकारी से त्यहाँ रहनुहोस्। ओम शान्ति देवसित्वा सवितुर्वः पुष्णुरस्ताभ्यां। ल महाकाली महाराज त्रैगिरा भवानीका वरप्रसादले भक्तले गरेको फल प्राप्ति बाचा हजुरलाई अर्पण गर्नका लागि आउनुपर्छ। ल शान्ति कालिका कालनाशाय कालिका सम्झेर पुजारी हाम्रो आयुहरू एकदम राम्रो हुन्छ। ग्रहहरू दशाहरू शान्ति हुन्छन्। कालिका भोगनाशाय मालिका भनेर मालिका देवीको प्रार्थना गरेर पूजा गर्नु। रोगले छुँदैन। रोग लाग्यो भने पनि सम्बन्ध हुन्छ। भवानी भएनाशाय भवानी देवीलाई सम्झेर जानु। डर त्रासहरू दुष्टहरू हाम्रो केही लाग्दैन। क्रोधनाशाय चण्डिका सबभन्दा शत्रु दुष्ट भनेको क्रोध भनेको रिस त्यो कहिल्यै पनि आउँदैन भनेर भगवतीले भन्नु छ। ल हजुरलाई नबोल्नुमा यही अनुसारले हजुरप्रति हामी अगाडि छौँ। और यहाँ कलश यहाँ छँदैछ पूजा त्यहाँका तरवालहरू छन् घन्टाहरू छन् ती सबैको पूजा शान्ति शान्ति र भवन्तु ये सदा ओम शान्ति र भवन्तु। सुखरूप प्रबोधज्ञ सर्वशास्त्र विशारद यतद पूजां प्रकाशेन मद ज्ञान विनाशय इदं फलं मया देव स्थापितं पुरतः तव तेन मे सफलावाप्तिर्भवे जन्मनि जन्मनि उरसा शिरसा दृष्टा मनस वचस तथा पद्भ्यां कराभ्यां ज्ञानोभ्यां प्रणाम उष्टांग उच्यते। ओम ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः। ओम ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः। ओम ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः। ल त्यहाँको छ अनि ल राख्न नाम अनि यहाँ शिर राखेर कसरी गोडो घोडो हातमा टेकी दर्शन गर्ने भन्यो छ त्यसमा। ल यहाँ दर्शन त्यही माथि तत्सत् नमः। ओम नमो भगवतीलाई ल सद्गुरु श्री नमः भनेर सम्झनु। ल अब त्यो हात हालेन त्यो दुनु त्यो रक्षाबन्धनको दुनु हात हालेन हरि ओम देवी तम भक्त सुलभे सरकामार्थ सिद्धि कलहे काल सिद्धार्थ उपाय प्रियात्मतः शृणु देव प्रवक्ष्यामि कल सर्वेश साधनं मया तदैव स्नेहातं तत्तातो तु प्रकाशते। ओम यस्य श्री दुर्गा सप्तशती ओम महाकाली महालक्ष्मी महासती महानारायण ऋषि अनुष्ठो छन्द श्री महाकाली महालक्ष्मी महासरस्वती देवता श्री दुर्गा प्रीत्यर्थ ओम नारायण भगवान तुभ्यं मे प्रियताम्। ओम ज्ञानिनाम विजेतांसि देवी भगवती सा वरादाग्रहमोवाय महामाया प्रयच्छति दुर्गे स्मृता हरदिभेति समस्तजन्तु स्वस्थे मृता मतिमति वधुवां शुभं ददासि दारिद्र्य दुःखभयकारिणिका तदन्ता सर्वोपकारकरणाय सदार्थचित्ता सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये त्र्यम्बके गौरी नारायणी नमोस्तुते शरणागतत्रिकार्ये परित्राणं परायणे सर्वसार्थी हरे देवी नारायणी नमोस्तुते सर्वस्वरूपे सर्वेशे सरस्वती समन्विते भयभयत्रायिनो देवी दुर्गे देवी नमोस्तुते रोगानशेषा नमोऽशितोषा दुष्टादुकामान् सकलानवेषा त्वमाश्रितानां विघ्नराणां त्वमाश्रिताया श्रेयता प्रियान्ति सर्वबाधा प्रशमनं त्रिलोक्य स्वकिलेश्वरी
एवमेवं तया कार्यं मत्स्यरत्नासनम् ओम ऐं ह्रीं क्लीं चामुण्डाय विच्चे नमः त्यहाँ छोएर त्यहाँ आँडा राख्नु ल हो आसपासमा राखिदिनु ल अब सर आइटै छ ल फेरि गाईको दही भनेर चढाउनु जति राम्रो अगाडि जानेहरू पानी इत्यादिको तत्सम म्यादेव परिपूर्ण अस्तमे फेरि जल चढाइदिनुहोस् ल भाइ अब घिर त मिमी खेन गाईको घिउ लिनुहोस् त्यहीबाट घिर त मिमी खेन आदिका देवा शेष स्वामी देवाई उसेन निष्ठता अब सर्वम त आफ्नो परिपूर्ण सुपन्न चढाइ फेरि जल चढाउनु तत्सत नमः मधुवाता म भनेर चढाउनु त्यो पनि मधुवाता हृदय मधु सुन्दर महादेव सन्तोष गरी मत न त मधु मधुवादेव ओ मधु स्नानी विनियोग जल चढाइ अब सर्ग र खुदो भनेर सर्ग र अक्षरा सोमानी रूपानी ख्याति अतस्मै देव परिपूर्ण तेस्रवतां तुति विपरीतां तत्सत नमः चन्दन श्रीकण्ठ चन्दन अबिर केसरिया चढाइ गन्धद्वारा दुराधार सन्ध्यागिर पानी ख्याति अक्षर निमिन्न अथवा श्री सत्यलंस पुनः बहुरात्रि पास गुणानि जुब अक्षर व्याप्त स्नान मोही खाना एउटा सुपारी राखिदिनुहोस् त्यहाँ म सर्वं पातके नास्ति पापाग्नि त समानै दाहिने वर्गमा घुम्नुहोस् दाहिने हाततिर पानी पनि जाऊ ताबत उजानको रुमी ताबत सुपर छ ती ध्वजाहरूमा ती लाभाहरू छरिदिनुहोस् तुवन्नी छरिदिनुहोस् थोडो हात देवता पिउनु ओर्नु आसन बाध्यौँ अरू आजमा स्नानी पुनराजुन गमसान समुदाय ल माथि थोडो हात देवता पिउनु विघ्नेश्वराय वरदाय सर्वप्रियाय लंबोदराय सकलाय जगदिदाय नागाननागसुते विभूषिताय गौरीसुताय माथि उजा ओम गणानान्तो गणपति गंगवामे वीर्याणान्तो वीर्यपति गंगवामे नित्यनान्तानि नित्य गंगवामे वसोमवावजानि करवद्ध त्वमजासिकरवतं गायत्री त्रिशुद्धदानोटो भगवतास वेतोह्याको सुचि विसम्मतत्वाः सहतोमा सहसन्तसाव्रत सौतदैव्या पूर्वीखां पन्थामन्तरसना करोमि तत् सुस्तेरोद्भव ॐ सुरसन्वन्यलरभव अधर्देवादिकलसादिष्टाभ्यानो आसनमादम् अनुवादिनसराणि पुनरादिनकथां सम्पूजयावत् न करोमि तावत् सुस्थिरोद्भव ॐ सुप्रसन्नो वरदो भव सकल समुदाय फलसाच्या मुखे विष्णुकण्ठेषु समाजता मूले तसत्य तो ब्रह्ममते मासि गणासिता उक्षतु सागरा सर्वसरल भवसन्धारा रेगी वेजयुत सांगवदा सर्वण अंगजयता सर्वे कलशस्य समाजता कलशदृष्टाभ्यामो न्यावि आवदेशु सन्नुरो नानु बजामा धुपति गर्नु सामु त्यहाँ बरनी अलि पैसा राख्नु सपुत्रे पुत्र जाया भ्रात्र जाया सभागिनी सपरिवार सर्वारिष्ट शान्ति तद्दिने
महाकाली महालक्ष्मी त्रैविग्रह भवानी कालिका भगवती प्रसन्नवृद्धे पञ्चबली हंस कपोत छाग महिष कुटकुट पञ्चबली पूजनपूर्वक तदङ्गतया विशेषतः श्रुतिमती फलभागे यावदुजा करोमि तावदत्सु प्रसन्न भव सर्वदा ब्राह्मणोस्य निमन्त्रितोऽस्मि रक्षादिकं सुवर्ण तक्षदिवे यादेव परिपूर्ण तुमे छोड्नु चाहिँ नाना माछा हालिन्छ नाना माछा हालिन्छ बाबा गएर नाना खस्यो तर नाना खस्यो हजुर ईशानाय मध्ये माझमा अग्नि भगवानलाई फुल नचढाउनुहोस् माझमा फुल नचढाउनुहोस् यसो साइडमा बुझाएर अलिकति चौर राखिदिनुहोस् मैले घिउ राख्नुहोस् सुराले घिउ दिनुहोस् हजुर सूर्याय नमः भन्नुहोस् है कर्ताले स्वाहा 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 लय ओम नमः शिवाय स्वाहा है स्वाहा 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 रातो मात्र उठाउने रे जय भगवती चाडैमा मम्मीलाई नि बोला
सुमुखा चैतदन्तश्च कपिलो गजकर्णकः लम्बोदरस्तभिततो विघ्ननाशो गणाधिपः धूम्रकेतुर्गणाध्यक्षो भालचन्द्रो गजा दधि सरती च तण्डुलाम् घेर्नु मुद्रा गरेर एउटा पग राख ल पग राख बाबु एउटा गीत त थिए नारायणाय नमः गणेश नारायणाय शिवाय नमः नारायणाय नमः चन्द्रशास्त्र चन्द्रहरये नमः नारायणाय नमः चतुराशी सिद्धेभ्यो नमः देवी देवताभ्यो नमः धन्यवादाभ्यां नमः हस् 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 म उतै कार्टुन छन् कार्टुन मैले यसो हेरेको टाँसिएन शान्तिरोषधया शान्ति वनस्पतया शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्ति सर्वगुण शान्ति शान्तिरेव शान्तिः सामा शान्तिरेधि यतो यथा सामे आसे ततो नो अभयं कुरु सन्ना कुरु प्रजाभ्यो भयं न पशुभ्य ॐ शान्ति दही राखन दही मात्रै भित्र पूर्व संकल्प सिद्धिरस्तु आत्रेय गोत्रोत्पन्नानां तारानाथ लेखमाया नाम्नः देवीनां सपरिवाराणाम् अस्माकं चतुराशीति सिद्ध पूजन कर्मणि ब्राह्मणाः शान्तिं भवन्तु ब्रुवन्तु
हरि ओम वासो पवित्रमसि सतरारं वासो पवित्रमसि सहस्रधारं देवसेवा सवितो पुनः तो देवसो पवित्रेण सतधारेण सूर्यकामदौतं भवन्तागुं सवितो वरण्यं चेतवहमिरे समति विशोदन्यां देवस्य कृष्णो अदो हतो नागो सहस्रधारं साहजितं सहमोहदस्सहारस्मै सहस्रधारा सर्वान् कान्मा दुन्दुहे अब त्यो प्रसाद टाउकामा धोबरी त पुछ टाउका लगाएको यही सिमन्ट उब्याउने अनि बाटी माथि माथि तला छ क्या नभए त्यो डोरी भयो खोइ पैसा ल्याइन सलै यही छ यसैले पुग्छ तान्नलाई होइन यहाँ बान्नु पर्यो नि माथि टिपेर न टिपेपछि पो यो झिक्ने पर्दैन कहाँबाट गाड्ने यहाँ होइन गाड्ने त्यहाँ हो यहाँ गाड्ने हरे अहं वनस्पति साधु गंजौतम आग्रय सरदेवानां धूपोऽयं परिगृह्यतां चन्द्रमा मनसो जात चक्षुसूर्यो रजायत श्रोत्रद्वयी च प्राणश्च मुखदग्निरजायत पूजा छोड प्रसाद हेरिराखेको त्यही गाड्दैन ल यो यसले बाँधियो भयो कता बाँधियो हो
दही भन्छ अरू यो चाहिँदैन अब उता चढाउनु यो दही भनेर लिएर त्यो हुन्छ दही भनेर सुन्नु है नचलाउनु हो त त्यो चढ अब घिउ भनेर चढाऊ है अब फेरि जल चढाऊ अनि त्यहाँ जल चढाउ शुद्ध जल चढाउ शुद्ध जल यहाँको अब दक्षिणमुखी सत्वराम वित्त पवान अब घिउ भनेर लिएर भवानी तमसो सर्वस्वकारकं धृतं तुभ्यं पश्यामि स्नानार्थं प्रवेशतां चलाइलो फेरि जल चलाइलो ल अब शुद्ध जल चढाउ यहाँ है अब फेरि घिउ भनेर चढाउनु पर्छ है ओ मधुफाता रितयते मधु अब फेरि शुद्ध जल चढाउ अब फेरि शुद्ध जल चढाउ फेरि पञ्चामृत भनेर चढाउने है ओम पञ्चरात्र सरस्वती समश्रोता वयोदरितं चैवं मधुशर्करयान्वितं पञ्चामृतं मया नित्यं मया नीतं स्नानार्थं प्रतुल्यताम् ओ चन्दन श्रीखण्ड चन्दन भनेर त्यो श्रीखण्डको त यो श्रीखण्डको चन्दन हो त्यो चढाउ चोरुलाले होइन चोरुलाले होइन नि पवित्र खै पवित्र खै पवित्र लागेको होइन फोटो भयो नि खिच्दैन लगाइरहेको मनिष ओ मनिष ओए मनिषलाई बोलाऊ भाइ मनिष नमः शिवाय पंचाक्षरमिदं पुण्यं यपठेद सिद्धं कर्मजं मानसंगापराधं वीतमवीतं वा सर्वमेता क्षमस्व चतुराशिसिद्धेभ्यो नमः इमानि पुष्पाणि मनोहरा जय बोलो चतुराशीति सिद्धारूपो भक्तारूपो भक्तारूपो आज का को आज का चतुराशीति घर में आई दुखो सत्य सनातन को
बिमा टिचरलाई फोन गर सन्तुलाई गरिदिनु
बोलिए विन्ध्यवासिनी माता की, बोलिए सनातनी धर्म की, बोलिए यो घरको, बोलिए आमाको 84 पूजा की, बोलिए लक्षद्वीप प्रज्वलन की।
यजमूतमण्डलादो विश्वेदेवासा यमादयन्तामो प्रतिष्ठाओ नामहिं ब्रह्मजं रं समहं सासोऽहं वै मया दत्तं क्रियाणरोहिणी क्रिया आसनं समर्पयामि ओम चंद्रहरये नमः आसन राखने वाले राजचंद्र माटी 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 ओ कालीमासनं समर्पयामि अब बाबु तिलानी जल भनेर ल्याउ हेरी यसमा ल्याउ त छोरै यसमा हरे नम तेंगुआरले हरे नमः ओम त्वं सोमः क्रतुः सुक्रतुर्भूतं दर्शे सुवर्षो विश्ववेदाः त्वं पुरुषा दुष्टते देवमयि त्वां बुण्डे विरजुं नभवो मृतदुःखा प्रशान्तरेव दीनाथः प्राणिनां तापहारकः कायिक बाचिक मानसिक सांसारिक ओम ज्ञानरूपाय नमः ओम क्रियाय नमः ओम योगाय नमः ओम प्रभाय नमः ओम सत्याय नमः ओम अनुग्रहाय नमः ओम ईशान्याय नमः ओम नमो भगवते ओम सुशीलाय नमः ओम पुण्यशीलाय नमः ल फुलेर हात जोड्नुहोस् भगवान हरिहराभ्यां नमः ईश्वरादि देवेभ्यो अग्नादि पद्मेदि देवेभ्यो इंद्रादि महामहाबालिभ्यो दुर्वादेश वस्तुभ्यो धात्र्यादि वातेभ्यो मेघेभ्यो समुद्रेभ्यो नदीभ्यो स्थानविषेकादि मतिदेवता सर्वदेवेभ्यो सर्वोपस्कार्थो पञ्चपादेभ्यो वैशनराय उत्तराङ्गप्रतिन पूर्वस्व अग्नि वरुण सावित्री विष्णु विश्वदेव मरुद स्वर्ग प्रजापति हवन यथा संख्येन ब्राह्मणद्वारा हवनं करिष्ये ओम इंद्राय स्वाहा इंद्राय सुरु भएको भ्रमण गर्ने स्वाहा भने चाहिँ होइन त्यो त अग्नि प्रजापति अस्ति होमे विनियोग अग्नये स्वाहा इदमग्नय ओम प्रजापति ओम सोमाय स्वायजं सोमाय ओम सोमाय स्वायजं सोमाय ओम वसुरीतिमा प्यारितानां अग्निवादी ओम स्वाहा इदमग्नय नमः कोठडी पात्रे
कृष्णात् परं किमपि तत्त्वमहं न जाने कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः तेजो वारिमृगां यथा विनिमयो यत्र त्रिसर्गो मृषा धाम्ना स्वेन सदा निरस्तकुहकं सत्यं परं धीमहि सत्यं सबैले भन्नु सत्यं परं धीमहि त्यसो भएर सत्यम परम धीमहि म सत्य व्यवहार गर्छु म सत्य नारायणको सधैँ सम्झना गर्छु म सत्य बोल्छु भन्नेले यो गायत्री मन्त्र दोहोऱ्याउनु के रे नभन्नेले नदोहोऱ्याउनु सत्यम परम धीमहि गायत्री मन्त्रमा धीमहि आउँछ आउँदैन सत्यम परम धीमहि मैले गायत्री सुनेकी छैन मैले गायत्री सुनेको छैन किन भन्न पर्यो सुन्नुभयो है अहिले जुन नामले पुकार्नु थियो गुरुबा भन्नुभयो यो अब है होइन गुरुबा भनेर पनि मान्नुभयो है मन्त्र पनि सुन्नुभयो तर जप्नु भएन जप्ने भनेको व्यवहार गर्ने हो व्यवहारमा ल्याउने हो खालि सत्यम परम धीमहि भन्ने मुखले यो त असत्य मात्रै गरिरहने त्यस्ताले जपेको के हुन्छ बिरालाले र कुकुरले नुहाए जस्तै उतिएर नुहायो उतिएर भुतभुती ऐनामा गएर फेरि करानीलाई यो भयो त्यस्तै हुन्छ सत्यम परम धीमहि अवताराय संख्येय कृष्णस्तु भगवान् स्वयं ओम नमो बुद्धाय शुद्धाय दैत्य दानव मोहिने म्लेच्छप्राय क्षत्रान्त्रे नमस्ते कल्किरूपिणे कोहीले तिमीहरू यो सुचे नाग हुनेको हाम्रो बुद्ध त देवता होइनन् भन्छन् नि हामी भागवतमा उनको स्तुति गर्छौँ नमो बुद्धाय शुद्धाय बुद्धाय त्यसैले जान्नु होला र कहिले कहिले उत्तर दिन परे दिनु होला भन्नका कारणले मैले यो मन्त्र पढिदिएको ओम नमो बुद्धाय शुद्धाय दैत्य दानव मोहिने म्लेच्छप्राय क्षत्रान्त्रे नमस्ते कल्किरूपिणे कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृते स्वभावात् करोमि यत् यत् सकलं परस्मै नारायणायेति समर्पयेत् हरि ओम पूर्णमदा तुभ्यमेव समर्पये गृहाण सुमुखो भूत्वा प्रसीद परमेश्वर हे भगवान तपाईँको वस्तु तपाईँलाई नै समर्पण गऱ्यौँ हामी सकेछ र हामी सकेछ हामी त निमित्त मात्र हौँ त्यसैले प्रसन्न भइदिनुहोस् एड छोड्दिनु Jai
एकछिन भगवानलाई एउटा प्रभु को वर्णनमा शिव प्रभु को वर्णनमा कण कण व्यापक प्रभु को कण कण व्यापक प्रभु को महिमा त्रिभुवनमा ओम हर हर हर
यसमा यो सबै सम्झन पर्थ्यो, सम्झन भ्याएनौँ, परिस्थिति मिलेन, यो सबैलाई भनेर यसो मनले सम्झेर तृप्यन्ता रमाइलो त्यसलाई होइन त्यो बाहिर तपाईँले तान्नु आमाले तान्नु सदक्षिणासहितं दातृत्वेन वयं विसृजामहे गणेला दिन चाहिँला छु गणेला दिन पुग्नेला छु है संकल्प आचार्य स्वरूपे रामकृष्ण शर्मणे दक्षिणासहितं पूर्णपात्रं येन पूज्यं वयं सम्प्रददामहे हरि ओं टिको लाएर अनि रक्षाबन्धनमा ल रक्षाबन्धन आमाल तर आइखाम भयो त नि तर पनि आइपुगेन है टीका लगाऊ है धेरै अहिले भुलिन्छ प्रभुले बेला
34 लाख वर्ष काट्यो पशु बाँदर जुनी 30 लाख बोट वृक्ष अनि पन्छी हुनी 9 लाख वर्ष जल जन्तु बस्यौं पानी मुनि 11 लाख यो संसारमा किरा किट भैरुनी 11 लाख यो संसारमा किरा किट भैरुनी त्यति दुनी काटी पायो नि यो चुला त्यसै खेर नपाला त्यति दुनी काटी पायो नि यो चुला त्यसै खेर नपाला नपाला त्यति दुनी काटी पायो नि यो चुला त्यसै खेर नपाला त्यति दुनी काटी पायो नि यो चुला त्यसै खेर नपाला हाय हाय यस्तो चक्कर देखिकन दयाले हेर मान्छे रूप दिनु भयो मुक्ति होस् भनेर लोभ र भोगमा व्यस्त भयौं सबै नै भुलेर त्यसै माथि मायाले जाल हान्यौ नि हेर त्यसै माथि मायाले जाल हान्यौ नि हेर जपराम बेलै भव सागर तर्नलाई बचौँ नरक पर्नलाई 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 हरि हरि स्वामी छोडे दौलत पनि खोजी गरे ईश्वरको त्यसमै सुख छ भनी पन्छी रूपे प्राण उड्दा के हो तनी लाने बाँडे ज्ञान गरे दान उत्तम मार्ग ठानी बाँडे ज्ञान गरे दान उत्तम मार्ग ठानी जन्मदान दौलत छोडिन्छ नि केही गरी मूर्ख नहौ त्यसरी जन्मदान दौलत छोडिन्छ नि केही गरी मूर्ख नहौ त्यसरी त्यसरी जन्मदान दौलत छोडिन्छ नि केही गरी मूर्ख नहौ त्यसरी जन्मदान दौलत छोडिन्छ नि केही गरी मूर्ख नहौ त्यसरी हरि हरि जसले पुज्छ भूत प्रेत उसकै धाम जाने देवी देवता खुसी रहे स्वर्गसम्म लाने
माता पिता पितृ सम्मान बल फल खाने शुद्ध मनले राम जपे परम धाम जाने शुद्ध मनले राम जपे परम धाम जाने गरौँ गरौँ बेलै वैकुण्ठको सुर गरौँ 84 माना परौँ गरौँ गरौँ बेलै वैकुण्ठको सुर गरौँ 84 माना परौँ नपरौँ गरौँ गरौँ बेलै वैकुण्ठको सुर गरौँ 84 माना परौँ गरौँ गरौँ बेलै वैकुण्ठको सुर गरौँ 84 माना परौँ हाय हाय
विकेश मामा आयो है गाडी अगाडि लाउनु जाऊ पार्वती मेला यो फुल चराइदिनु अब होइन त्यहाँ बेलपत्र यी चराइदिनु फुल छ राति हुँदैन रे पार्वतीलाई त उठ्न नि यही छ नि भित्र दसैँतिर दियोतिर चढाउनु उतापट्टि चढाउनु मङ्गलम गर्दै मङ्गलम कोठारी काट्छ मङ्गलाय त पाणी समर्पयामि आत्मनमि वदन्तव्यादोगदासुगदा शोभान विप्राण विश्रमति ज्योतानन्दते हरिः गन्धाक्षितपुष्पाणि समर्पयामि नमस्करो गङ्गणपते नमः ओम वाराह्येभ्ये नमः ओम जय श्री वाराह्यै नमो नमः गन्धाक्षितपुष्पाणि समर्पयामि नमस्करोमि मया पूज्यते नमस्कार
हुन्छ कि हुन्न हे राधा धर्म आधा आधा हुन्छ कि हुन्न हे राधा धर्म कृष्ण भजन ॐ गणेशाय नमः मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनोहरि पहिलो चरण श्री स्वस्थानी माताको परे शरण 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 हे आयो कली धप्पै बलि चारै दिशा घेरी आयो कली धप्पै बलि चारै दिशा घेरी दिन काटन गाह्रो भयो सम्झिँदाखेरि आइदेऊ भगवान अज्ञानीलाई ज्ञानमा लाइदेऊ भगवान 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 आइदेऊ अज्ञानीलाई ज्ञानमा लाइदेऊ भगवान आइदेऊ अज्ञानीलाई ज्ञानमा लाइदेऊ भगवान आइदेऊ अज्ञानीलाई ज्ञानमा लाइदेऊ हे शान्ति भन्नु कहीँ छैन अरू कसलाई भन्ने शान्ति भन्नु कहीँ छैन अरू कसलाई भन्ने हजुरको